म यहाँ कहाँ जाँदैछ थाहा छ झोला बोकेर हेर्नु कहाँ जाँदैछ म को हुनुहुन्छ होला घरमा म यहाँनिर मैले आज चाहिँ मोबाइलै लिएर आएको क्या आन्टीलाई देखाउन भनेर म तपाईँहरूलाई उफ्रेती आन्टी भनेर भन्दिनँ थिएँ अस्ति कोसेलीको अनि छिमेकीको मात्रै खानुहुन्छ तपाईँले चाहिँ के लगिदिनुहुन्छ भनेर भन्नुहुन्थ्यो यहाँ देखाउनु न लु त्यहाँ बसेर निकाल्नु त आन्टी एक रहेछ मैले ल्याइदिएको तपाईँलाई कोसेली तपाईँको मात्रै अस्ति गयो क्या मेरोमा अब म चाहिँ केही ल्याउँदिनँ जस्तो लोभी जस्तो हो नि त अनि दोहोरो हुन्छ भनेर मुखले चाहिँ भन्ने अनि हातले चाहिँ नदिने भन्ने कुरो आउँदैन तपाईँ हेर्नु त त्यो के रहेछ मोबाइलमा फेरि हाँस्दैछ उता आन्टी फेरि तरकारी ठिक्क पार्नु भएको निकाल्नु नि एक गरेर निकालेर चाहिँ हाल्नु न माइतबाट आएको बुवाले अहिले ल्याइदिनु भएको कि अनि मैले आन्टीलाई फेरि ल्याइदिएको यहाँ बाँडी बाँडी खानलाई कति धेरै हो त्यो पनि निकाल्नु आमाले फलाउनु भएको आन्टी मैले पनि एउटा त फलाएको छु एउटा होइन दुई तिनवटा छ त्यहाँ म देखिरहेकी छु दुई तिनवटा त सानो सानो छ एउटा चाहिँ यत्रै छ मुन्टा के चाहिँ खानु गिरौली यो पखाउँ कि त्यो पखाउँ भयो त मलाई अनि मैले कुडुडुडुडु अहिले ओइलिन्छ भनेर मैले ताजै लिएर आएको क्या देख्नुभयो नि कति छाक खानु हो यसरी बाँडी बाँडी खानुपर्छ 3 छाक 4 छाक यो चाहिँ स्यालेड स्यालेड ल्याइदिएको भरे सलुट एकरो हातले ताली बज्दैन दोहोरो हुनुपर्छ भनेर थाहा पाउनु भयो नि आन्टीकैबाट लगेको कोसेली हो नि त अस्तिको अनि अहिले चाहिँ मैले पनि लिएर आएको क्या अनि देखाउनै पर्ने रहेछ नि त नभए तपाईँहरू त भनिहाल्नु खानु गट्टा लौका अनि त्यस पछाडि काँक्रा होइन मुन्टा तपाईँलाई पनि भनेर पुगेबाट मम्मीले पठाइदिनु भएको अरे घिरौला बुवाले भन्नुभएको त्यहाँ आन्टीलाई पनि लगिदिएँ कति धेरै सब्जी ल्याइदिनु भएछ आज मेरो माइली बुहारीले मम्मी ल्याऊ रमेलोबाट मम्मीले पठाइदिनु भएको अनि त लिएर आएको धेरै धेरै धन्यवाद ल देख्नुभयो नि ल आन्टी को भन्नुहुन्थ्यो उहाँ नि हो नि ल राखेँ है अहिले मैले हतार छु हामीलाई त